धेरै समय पहिलेको कुरा हो। एउटा विकट गाउँमा एक गरिब र अनाथ केटा बस्थ्यो। उसको नाम राजु थियो। बाबा आमाको मृत्युपछि राजुसँग न त कुनै घर थियो न त कुनै सहारा। ऊ सानो तिनो काम गरेर जसो तसो आफ्नो पेट भर्थ्यो। कहिले ऊ कसैको खेतमा घाँस काट्थ्यो त कहिले कसैको भैँसी चराउँथ्यो। मानिसहरूले उसलाई कामको बदलामा खानको लागि केही रोटीहरू दिन्थे र यही उसको गुजारा थियो। राति ऊ गाउँको पुरानो मन्दिरको बाहिर सुत्थ्यो। चिसो हावामा जाडोले दाँत कमाउँदै ऊ आकाशका ताराहरू हेर्थ्यो र सोच्थ्यो कि मेरो जिन्दगी कहिले बदलिने छ त। एक दिन गाउँका मानिसहरूको कुरा सुन्दा सुन्दै राजुले निर्णय गर्यो कि अब ऊ यहाँ रहने छैन। उसले सोच्यो यदि भाग्य बदल्नु छ भने मैले मेरो गाउँ छोड्नै पर्छ। त्यही राजु गाउँको सानो रेलवे स्टेसनमा पुग्यो। खल्तीमा एक पैसा पनि थिएन, तर दिलमा ठुला सपना थिए। ऊ बिना टिकट मालगाडीमा लुकी छिपी सहरतर्फ लाग्यो। सहरको ठुलो रेलवे स्टेसनमा झर्दा नै राजुलाई महसुस भयो कि यो ठाउँ उसको गाउँभन्दा धेरै नै फरक छ। चारैतिर भिड थियो, तर कसैसँग कसैको लागि समय थिएन। भोकले व्याकुल भएको ऊ स्टेसनको कुनामा गएर बस्यो। केही बेरपछि एक भरियाले उसलाई त्यहाँ बसिरहेको देख्यो। भरियाले उसको नजिक आएर सोध्यो, हेरौ त बाबु, यहाँ तिमी यसरी किन बसेका छौ? राजुले बिस्तारै आफ्नो कथा सुनायो। भरियाले उसलाई सहानुभूतिपूर्ण नजरले हेर्यो र भन्यो, छोरा, यस सहरमा कोही पनि तिमीलाई निशुल्क केही दिने छैन। यदि बाँच्नु छ भने मेहनत गर्नुपर्छ। संसारमा मेहनत गर्नेहरूको नै कदर हुन्छ। राजुले बिस्तारै सोध्यो, तर म के गर्न सक्छु? मसँग न पैसा छ न कुनै काम। भरियाले मुस्कुराउँदै भन्यो, तिमी पनि भरियाको काम किन गर्दैनौ? यहाँ सबैले आफ्नो भाग्य आफै बनाउँछन्। भगवान पनि त्यसको मद्दत गर्छन् जसले आफ्नै मद्दत गर्छ। भरियाको कुरा मानेर भोलिपल्टदेखि राजुले भारी बोक्ने काम सुरु गर्यो। ऊ यात्रुहरूको सामान बोक्थ्यो र बदलामा पैसा कमाउँथ्यो। दिनभरि काम गरेपछि ऊ राति स्टेसनको एक कुनामा सुतेर बिताउँथ्यो। चिसो र भोक अझै पनि थियो, तर उसको हौसला झन् बलियो थियो। एक दिन एउटा ट्रेनबाट एक व्यापारी ओर्लियो। ऊ सेतो धोती कुर्ता लगाएको सम्मानित व्यक्ति जस्तो देखिन्थ्यो। राजु दौडेर उसको नजिक पुगेर भन्यो, साहेब, तपाईँको सामान उठाउँ? व्यापारीले उसलाई हेरेर भन्यो, तिमी धेरै सानो छौ, यो काम किन गर्छौ? तिम्रो उमेर त खेल्ने कुद्ने हो। राजुले बिस्तारै आफ्नो कथा सुनायो। उसले बतायो कि ऊ अनाथ हो र आफ्नो मेहनतले आफ्नो भाग्य बदल्न चाहन्छ। उसले भन्यो, साहेब, मैले सिकिसकेको छु कि जिन्दगीमा बिना मेहनत केही पाइँदैन। ती व्यापारीको नाम रामदयाल थियो। राजुको कुरा र हिम्मत सुनेर प्रभावित भए। उनले भने, छोरा, म तिम्रो मेहनत र लगनको सम्मान गर्छु। मेरो नजिक एउटा कपडाको गोदाम छ। यदि तिमी काम गर्न चाहन्छौ भने मसँग जाउँ। म तिमीलाई राम्रो काम र पैसा दिनेछु। व्यापारीको कुरा सुनेर राजुको आँखामा खुसीको आँसु आयो। उसले हात जोडेर भन्यो, साहेब, तपाईँ मेरो लागि भगवान बनेर आउनुभयो। रामदयाल मुस्कुराएर भने, यो त तिम्रो मेहनतको फल हो बाबु। हुनसक्छ भगवानले मलाई तिम्रो मद्दत गर्न पठाएका हुन्। राजु व्यापारीसँगै गोदाममा काम गर्न थाल्यो। ऊ कपडाहरूको प्याकिङ गर्थ्यो, साथै ग्राहकहरूसँग डिल गर्थ्यो र हरेक काम इमान्दारीपूर्वक गर्थ्यो। उसको मेहनत र लगन देखेर रामदयाल निकै खुसी भयो। केही वर्षमा राजुले गोदामको हरेक काममा ज्ञान हासिल गर्यो। अब उसको उमेर 25 वर्ष भइसकेको थियो भने उता रामदयालको 60 वर्षका भइसकेका थिए। एक दिन रामदयालले राजुलाई भने, बाबु, अब तिमी आफ्नो काममा अनुभवी भइसक्यौ। अब समय आइसकेको छ कि तिमी आफ्नै व्यापार सुरु गर, म तिमीलाई मद्दत गर्नेछु। रामदयालको मद्दतले राजुले कपडाको एउटा सानो दुकान खोल्यो। उसले आफ्नो इमान्दारी र मेहनतले दुकानलाई सफल बनायो। बिस्तारै उसको व्यापार बढ्न थाल्यो। केही वर्षमा उसले रामदयालको ऋण पनि तिरिदियो। आज राजु एक सफल व्यापारी बनेको छ। उसले आफ्नो सङ्घर्षका दिनहरू कहिल्यै भुल्दैन। ऊ अहिले गरिब बालबालिकाहरूलाई मद्दत गर्छ र उनीहरूलाई सिकाउँछ कि मेहनत र लगनले भाग्य बदल्न सकिन्छ। मित्रहरू, यो कथाले हामीलाई के सिकाउँछ भने हाम्रो भाग्य हाम्रो हातमै हुन्छ। चाहे परिस्थितिहरू जति नै कठिन किन नहोस्, यदि हामी मेहनत र इमान्दारी साथ हाम्रो लक्ष्यतर्फ अघि बढ्छौँ भने सफलता पक्कै मिल्नेछ। भाग्य बदल्नका लागि मात्र किस्मतमा भर पर्नु पर्याप्त छैन। भगवान पनि त्यसको मद्दत गर्छन् जसले आफ्नै मद्दत गर्छ। राजुले पनि आफ्नो जीवनमा सङ्घर्षहरूलाई स्वीकार मात्र गरेन, बरु तिनीहरूसँग लड्दै नयाँ बाटो बनायो। यस कथाले हामीलाई अर्को महत्त्वपूर्ण कुरा के पनि सिकाउँछ भने हाम्रो जीवनमा कुनै पनि काम सानो हुँदैन। ठुलो सुरुवात सधैँ सानो कदमबाट हुन्छ।
इमान्दारी र लगनले गरिएको कामको फल सधैँ राम्रो हुन्छ। जब तपाईँको जीवनमा कोही सहारा हुँदैन तब पनि तपाईँको हौसला कहिले टुट्न दिनु हुँदैन। यही हौसला तपाईँको सबैभन्दा ठुलो शक्ति बन्न सक्छ। याद राख्नुहोस्, तपाईँको मेहनत नै तपाईँको भाग्यको सबैभन्दा ठुलो हतियार हो। आदरणीय मित्रहरू, तपाईँलाई आजको भिडियोको विषयवस्तु कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै तलको कमेन्ट बक्समा आफ्नो विचार लेख्न नभुल्नुहोला। साथै आजको भिडियोको विषयवस्तु मन परेको भए एक लाइक अवश्य गरिदिनुहोला र आगामी दिनमा यस्तै मोटिभेसनल स्टोरीहरू हेर्न चाहनुहुन्छ भने यस युट्युब च्यानललाई सब्सक्राइब गरेर नजिकको बेल आइकन थिच्न नभुल्नुहोला। हस्त मित्रहरू, आजको भिडियोमा यति नै। भोलि फेरि अर्को शानदार भिडियो लिएर तपाईँहरूको माझमा उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मको लागि म विनोद केसी पूर्वेली पनि बिदा हुन्छु। नमस्कार, जय देश, जय नेपाल।